राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उज्यालो नेपाल चितवनको एउटा सानो कार्यक्रममा गएर हाँस्य कलाकार धतुरे हो कि चतुरीले सानो र अश्लील शब्दहरू प्रयोग गरिकन रवि लामिछाने सहकारी ठग हो, रवि लामिछाने ठग हो भन्दै केही अश्लील शब्दहरू प्रयोग गरी प्रस्तुत गरेको भाषणले गर्दाखेरि सामाजिक सञ्जालमा गालीका वर्षात भइसकेपछि आज भने झतुरी हो कि ततुरीले आएर अहिले पनि सामाजिक सञ्जालमा माफी मागेका छन् र अश्लील शब्द प्रयोग गरेको भन्दै उज्यालो नेपालका संस्थापक कुलमान घिसिङले किक आउट गरेर लात हानेर पार्टी बाहिर निकालिदिएका छन्। अब यो धतुरेको जिन्दगी कहाँ जान्छ र के गर्छ भन्ने कसैलाई पनि थाहा छैन र अहिले सामाजिक सञ्जालमा आएर धतुरेले भने र पुरानो सरकार विरुद्ध रविलाई प्रतिशोधै गरेको भन्ने उहाँले भने केही भाषाहरू प्रयोग गरी सामाजिक सञ्जालमा दुई हात जोडेर माफी मागेका छन्।